तपाईँ पत्याउनुहुन्छ 15,000 भाडा तिर्ने परिवार राताना 30,000 तिरेर बसाइ सर्न बाध्य भएको छ। 1.5 वर्षकी छोरी काखमा चापेर हतार गर्दै वर्षौंदेखि बसेको घर छाड्नुको पछाडि एउटा गम्भीर कारण छ। काठमाडौँमा नदी किनारका बस्ती खाली गराउने अभियान सुरु भएपछि डोजरको डरले 7 वर्षदेखि बस्दै आएको बलामी दम्पति आफ्नो पुरानो वासस्थान छाडेर दोब्बर भाडा तिर्ने ठाउँमा सरेका छन्। बालाजु नजिकै मासु पसल चलाएर बसेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालयको सूचनापछि आफ्नो सामान जोगाउन भ्याइ नभ्याइ भएको हो। नुवाकोटबाट आएका सोमलाल र सुन्तली बलामीले 7 वर्षदेखि 15,000 रुपैयाँ भाडा तिरेर सटर सहितको कोठामा मासु पसल चलाएर आफ्नो जीविका चलाउँदै आएका थिए। उनीहरूका 1.5 वर्ष, 7 वर्ष र 10 वर्षका 3 सन्तान छन्। बिहान 8 बजे नै उनीहरू आफ्नो सबै सामान गाडीमा राख्दै थिए, किनकि सरकारले नदी किनारका बस्तीमा डोजर चलाउन थालेको छ। ढिला गरेमा डोजरले घर भत्काउने र सामान समेत जोगाउन नसकिने डरले उनीहरू हतारमा माछापोखरी क्षेत्रमा 30,000 रुपैयाँ भाडा तिर्ने गरी सरेका हुन्। 3 दिन अघि बस्ती खाली गर्न आएको सूचनाले यो परिवारलाई मानसिक रूपमा तनावमा पारेको थियो भने ओरपरका घर भत्किन थालेपछि बालबालिका पनि त्रसित भएका थिए। अन्ततः डोजरको त्रासबाट बच्न यो परिवार नयाँ ठाउँमा सरे पनि अब उनीहरूमाथि दोब्बर भाडाको आर्थिक भार भने थपिएको छ। नदी किनारका बस्ती यसरी खाली गराउने सरकारको कदमलाई तपाईँ कसरी हेर्नुहुन्छ? कृपया आफ्नो विचार तल कमेन्टमा लेख्नुहोला।